What's up guys, welcome back to the vlog. So यो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। सो आज चाहिँ हामी आफ्नो गाउँ ठाउँ नुवाकोट जाँदैछौँ। सो नुवाकोटको ककनी गाउँपालिकामा जाँदैछौँ। सो तपाईँहरूले चाहिँ यो भिडियो अन्त्यसम्म हेरिदिनुलाई मेक स्योर टु लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यस्तो रमाइलो भिडियो तपाईँहरूको लागि लिएर आइरहेका छौँ हामीले। सो होइन त्यही हो। सो म जन्मेको सूर्यगढी गाउँपालिका वडा नम्बर 2 नुवाकोटमा रहेको छ। त्यो चाहिँ हाम्रो मच्छमायाङ भन्ने गाउँ अथवा गुरुङ गाउँ भनेर चिन्न सक्नुहुन्छ। सो आजको भिडियो कस्तो हुन्छ, डु लेट मी नो डाउन इन द कमेन्ट है त। हिलो थियो यस्तो थिएन नि त कोही ठाउँमा त धराइ पर्यो अनि क्यामेरामा त खाल्दा थिएन कोना थिएन भने यो बाटो ल सर यही हो। त्यो गाइस दुःख कष्ट गरेर हामी चाहिँ ककन आइसकेका छौँ। अब जाने भनेको चाहिँ हामी यो तल हो। सो चट्टा लगाएर जस्तो हिमालहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। यस्तो दामी देखेछ यो तारले गरेको बिचमा हेर्नु ल। तपाईँहरूलाई अल गरिदिन्छु ल म हजुर यस्तो नि ल। त्यो त यस्तो बिचमा यो गणेश हिमाल भयो। अनि त्यो नदेखिरहेको छ नि त्यो पुरो छ त्यो चाहिँ लाङ्टा हिमालले होइन। सो अब चाहिँ हामी 10-15 मिनटमा पुगिन्छ अनि चट्टा लगाएर। सो अब चाहिँ हामी सर घुम्नुपर्छ क्या। अब चाहिँ घुम्नुपर्छ। सो चट्टा लगाएर हिमालले दामी दिन्छ हौ, लाङटाङ हिमाल नि। सो यो चाहिँ ककनी बजार भयो एजुकेसन अब त्यति खासै राम्रो छैन, ठिकै। सो अब हेर्दै लक्स। सो गाइस हजुर चट्टा अब चाहिँ हामी हिँड्न लगाएको यहाँबाट दिदी घरबाट। सो चट्टा यहाँबाट देख्न सक्नुहुन्छ त भ्यूहरू, यु क्यान सी दिस। अहिले त्यो टक्कै दिउँसो भएर होला। सो सुसो लाग्न खोजेको भएर होला किन यस्तो। त्यहाँनिर लाङटाङ के अरे गणेश हिमाल, यता लाङटाङ हिमाल देखिन्थ्यो नि त। सो टक्कै अहिले देखेको छैन। सो द्याट्स वाइ। सो यस्तो रमाइलो हुँला। सो त्यहाँ सबजना सो यसो होइन देख्न सक्नुहुन्छ। सो अनि यहाँ तपाईँहरू चाहिँ अब गोडहरू चाहिन्छ भने प्लिज टु लेट मी नोट डाउन इन द कमेन्ट। बोका खसीहरू सबै एभाइलेबल छ। सो या है आइन हेलो सा यस्तो हो न यस्तो नि। हेलो हेलो सानै हेलो न हजुर आदरणीय भन्छु। त्यहाँ जानुहुन्न कहाँ त्यहाँनिर के रोप्यो होला अहिले मारेर हालिदियो। सो यस सो यहाँ को छ, यहाँ को यो को छ यो। सो राइट न हामी चाहिँ नलाइसकेका छौँ। सर पारेर उता चाहिँ हाम्रो ग्याङ्सहरू छ, ग्याङहरू च्याट्टा लाएर सर ग्याङहरू छ होइन। चट्टा मेरो दिदीहरू जोत्यो। सो तपाईँहरू चाहिँ भेटाउनु छ भने आउनुहोस् होइन, चट्टा लाएर लिएर आउनु है त। सो यही हो गाइस दिनचर्या भनेको। कालो कालो देखेको होला, माफ गरिदिनु होला। तपाईँले डायल गर्नुभएको नम्बर स्विच अफ भएको छ। उता न आम्बो तर हिमाल देखिन्थ्यो कसम भने। अब त लेट्स गो गाइस। गाइस होइन चट्टा लाएर अहिले चाहिँ हामी चाहिँ हिँडिसकेका छौँ। अनि बज्यो चट्टा लाएर होइन। सो लाएर अनि उता अगाडि चाहिँ मेरो मम्स हिँड्दै हुनुहुन्छ अगाडि होइन। मम्स राइड। सो बाटो चाहिँ अलिक कस्तो भने हाफ गुड छ हाफ ब्याड छ होइन। पानी नपऱ्यो होला, पानी नपऱ्यो होला त्यति राम्रो दिएको न त। यस्तो यस्तो ठाउँ छ बिहान बिहान। अब बिहान त कसरी आइयो त्यो हामीलाई थाहा छ होइन। अनि फेरि अब के भन्ने तिमीहरूलाई अब भनेर साथी छैन। मैले भन्नु फेरि कस्तो हुन्छ कि तिमीलाई बक्ला बक त्यसले जस्तो हुन्छ होइन। सो कस्तो नपुगिदिनु आजको भ्लग चाहिँ इन्ट्रेस्टिङ गरेर हुनेवाला भएन। अस्ति जुन हामी यो सिक्नु पाएको यो थियो नि
fantastic रमाइलो घुम्ने हो but I'll try my best to give you a good vlog. So stay tuned guys and don't forget to like, share and subscribe. Subscribe गरेन भने त तिमीलाई त म खुट्टा बाँचिरहेको छु ल। So आज हामी गगन भित्र आइसकेको छौँ, हामी मोबाइल काट्न भिडिएको छ एन्ड चट्टला चाहिँ हामी आइसकेको छौँ। सो अनि हामी मोबाइल काट्न भइरहेको छ। सो सबैले चाहिँ के भन्नु होइन भन्छु मोबाइल काट्नु मान्छेको सौसे गगन इज द बेस्ट। केही छैन मासर वर्थ द हाइप त हुँदैन यार। सो अहिले हामी यसो हिँडिरहेछौँ, मेरो पछाडि कोही छैन है। ए फेरि तिमीले जुबाट छिटो एनिमल देख्छौ एनिमल। सो अब चाहिँ हामी यहाँबाट हिँड्नु पर्ने हुन्छ। सो आजको भ्लग तपाईँलाई कस्तो लाग्यो प्लिज लेट मी नोट डाउन इन द कमेन्ट। सो गाइस अहिले सटल आएर हामी चाहिँ भिडियो बनाउँदैछौँ। भ्लग बनाउनु वातावरणै छैन यहाँ, भ्लग बनाउनु वातावरण छैन। सो गाइस भन अझ भ्लग बनाउने वातावरण छैन, तर जस्तो जे भए पनि मिक्स गरेर हेरिदिनु। अनि दिस ककनीको भ्यू टावर छ यतातिर रमाइलो छ भन्छ कसले कमेन्ट गरे होइन तिमीहरूले। अब अरू त हेरेर आउँछ त होइन जो। सो एकछिन गाना बज्छ, तपाईँलाई चाहिँ गाना अफ भएपछि म त देउँछु ल। होइन हाम्रो ककनी पार्कमा आइसकेको छ। अनि सो यहाँबाट चाहिँ तपाईँहरूले चाहिँ आई थिङ्क मलाई जहाँसम्म लाग्छ जुन यो तल देखेको चाहिँ थानसिङ यो फाँट होला क्या, मलाई आई डोन्ट नो होइन। सो अझै म एउटा हात बोतल एउटा हातमा स्पिकर पक्रिरहेको छु। अनि सो अब चाहिँ फोटो खिच्छौँ। अनि सो त्यति नै हो। सो भ्लगहरू राम्रोसँग बनाउनु पाएको छैन भन्दा नि नट सो गुड। सो थ्याङ्क्स फर वाचिङ होइन। तपाईँ चाहन्छु भने तपाईँले यसरी पार्कमा आएर फोहोर चाहिँ नगरिदिनु होला। अनि सो सटल आएर होइन यसरी आएर पार्कमा यो फोहोर यताउति नगरिदिनु होला। मम्मी चिप्दिनु न, मम्मी चिप्स त्यसपछि अब सबैहरूलाई चाहिँ अब के भन्ने त्यस्तै हो। सो थ्याङ्क्स यु भयो। अब कताले कहाँ लान्छ थाहा छैन। सो यति समय हेरिदिनु होला। सो अहिले चाहिँ अब घर फर्किन लगाएको देखिन्छ भएछ। अनि हामी बाटोमा के खाइपी गर्छौँ। अनि सो खाइपी गरेर अनि चट्टा लाएर हामी चाहिँ नि लाग्नुपर्ने हुन्छ। र आजको भ्लग कस्तो लाग्छ मैले भन्दै थिएँ। अब केही भएछ भने अब कताले कहाँ लान्छ त्यही गर्छु भने चाहिँ अब कताले घरतिर लाला जस्तो छ। आजको टु इयर्स लाइक भिडियो कस्तो भयो होला प्लिज डु लेट मी नो इन द कमेन्ट। अस्ति चिया बगान जस्तो भिडियो त बनाउनु सकिनँ किनकि अब ड्रोन भ्यू पनि हेर्नुहोस् होइन, त्यो चाहिँ हालिदिऊ नत्र हालेन भने त्यसलाई सरी ल सरी है। सो चट्टला या फ्यामिलीहरू छ यस्तो घुम्नु भयो। सो अब चाहिँ घर जानुपर्ने हुन्छ। अनि बाटोले कहाँतिर छ त्यो हेरौँला। सो चाहिँ हामी रेनबो टावर फार्म भन्ने एउटा छ। सो हामी आइसकेका छौँ। अनि यस बच्चाहरूले खेल्न आउँछ रहेछ यता। सो सर आउनु तल।
So अब चाहिँ हामी माछा क्याचिङ गर्छौँ होला and then we'll be having lots of fun. So let's watch this video till the end. So तपाईँहरू यहाँ नि आउनु सक्नुहुन्छ ठ्याक्क यो काठमाडौँबाट जम्मा 20 मिनटको राइडमा 20 मिनट होइन 15 मिनटको राइडमा ठक्क सर तपाईँहरू आउनु सक्नुहुन्छ अनि सो रमाइलोवाला छ सो यहाँ चाहिँ हिँड्नुहुन्छ हाम्रो मामा चाहिँ सो रमाइलो छ where is the fish man where is the fish kota oh yeah here is the fish man त्यो दुईटामा चाहिँ फिस रहेछ होइन टक्कलाई समात्ने अनि क्याचिङ गर्ने अनि गर्ने हो सो अनि हाम्रो दिदी सो त्यहाँ खेलिरहेको छ सो तपाईँ अन्त समय मलाई सबैले रमाइलो हुन्छ सो होइन सो अब चाहिँ हामी खान्छौँ पनि रमाइलो गर्छौँ अनि त्यसपछि भिडियो एडिटिङ गर्छौँ सो अब धेरै भिडियो नभनौँ 15-20 मिनट कति मिनटको हुन्छ सो मजाले बोरिङ नमानी गरेर होला ट्राउट फार्म खानु ट्राउट माछा खानु मन छ भने यो होटेल रिलेसन अथवा के भन्छ नि त्यहाँ आउन सक्नुहुन्छ जुन चाहिँ तपाईँहरूले काठमाडौँबाट सिर्फ 10 मिनटमा आउन सक्नुहुन्छ है तपाईँहरू बाइक छ भने 10 अथवा 15 मिनटमा 20 मिनट आउन सक्नुहुन्छ अनि टक्क सेट्टै यो यता आउँदाखेरि उतानिर खोल्सा छ त्यो खोल्सा उयो घर छ त्यो घरको ठ्याक्क बिचमा ठ्याक्क यो रहेको छ जुन तपाईँले सक्नुहुन्छ सो यहाँ तपाईँले दामी ट्राउट माछाहरू पाउन सक्नुहुन्छ अनि सो यहाँ अब आजलाई भगि सबै सीमित हुन्छ होला सो मेक स्योर टु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला अनि यदि तपाईँ हाम्रो च्यानलमा पहिलोचोटि हुन्छ सब्सक्राइब गर्नु र सब्सक्राइब गर्नु छ भने लाइक गरेर सेयर गर्न चाहिँ नभुल्नु होला र कमेन्ट र छोडिदिनु विच आर चाहिँ बेस्ट पार्ट अनि यहाँ यति नै हो अब अँध्यारो हुनलाई चाहिँ 5-6 बज्न लागिसक्यो अनि यस ट्राउट माछा चाहिँ कहाँ थियो भने चाहिँ यस्तो पानी उतानिर होइन अनि यो चाहिँ चाहिँ किन धमिलो छ भने थाहा भएन अरे अनि यहाँ सो अनि त्यसमा यहाँ चाहिँ रुमहरू पनि रहेछ सो त्यही अनुसार तपाईँहरूलाई चाहिँ अब आउँदो भिडियोमा म भन्नेवाला छु सो थ्याङ्क्स फर वाचिङ आई लभ यु अल गाइज